यसपालि गाउँघरमा अर्थो केही गर्न नसके तापनि हेरिदिनुहोस् त पानी चाहिँ राम्रो ल्याइयो कि खास गरेर हेरिदिनु नि यहाँनिर पानी चाहिँ मजाको ल्याइयो मजाले यहाँ झरिरहेको छ यहाँनिर हेरिदिनुहोस् यहाँनिर कस्तो मजाले कस्तो दामी हिसाबले कि खुट्टो पो पखाल्नु पर्यो यसरी खुट्टो कस्तो सफा पानी र यसपालि चाहिँ अब पानीको चाहिँ यहाँनिर गाउँघरमा चाहिँ सोर्टेज हुन्छ जस्तो छैन खास गरेर यहाँनिर हेरिदिनुहोस् लोकेसन पानी कहाँनिर झरिरहेको छ भन्ने चाहिँ लोकेसन यहाँनिर हेरिदिनुहोस् कति सफा पानी आइरहेको छ र हेरिदिनुहोस् यहाँ कस्तो मजाले झरिरहेको छ कि पानीको सोर्टेज चाहिँ गाउँघरबाट चाहिँ हटो यही समस्या चाहिँ एउटा ठुलो समस्या छ गाउँघरमा त्यो समस्या चाहिँ अहिले अब सकिँदै गयो र यसैमा गाउँघरका हामी सबैजना खुसी छौँ र हजुरहरूले अब कुन चाहिँ लोकेसनमा कहाँनिर चाहिँ पानी झारेको छ भन्ने चाहिँ कुरो चाहिँ तपाईँहरूले चाहिँ देख्न सक्नुहुन्छ यस्तो भयो यहाँनिर उतापट्टि यहाँनिर हेरिदिनुहोस् यहाँनिर बिचमा पानी झारिरहेको छ र हाम्रो ठुलो काम हो यसपालिको पानी बनाउने काम सकिएर यसरी गाउँघरमा झरिरहेको छ।